ल मेरो दैनिकी काम किसानको कृषककै हो। अब यहाँ हेर्यो भने किबीको यो तेस्रो नर्सरी हो। असिनाले कुटेर सोहा बनाएको थियो 50% रहेकोमा चाहिँ अब यो हामीले बिक्री गर्नको लागि बिरुवा तयार पार्दै गरेको हो। यो हाम्रो 2 वर्ष बिरुवाहरू है। पहिलो वर्ष नर्सरी गऱ्यो, त्यस पछाडि यो यसको सिसा कलमको साइजमा बनाइसके पछाडि हामी ग्राफ्टिङ गऱ्यो। ग्राफ्टिङ गरे पछाडि चाहिँ अब यसलाई चाहिँ हामीले लामो 1.5 फुट 2 फुटको हाइटको बनाउनु पर्ने। तर यो वर्ष भनेको चैत वैशाख चाहिँ जुन बेला भनेको तातो हुनुपर्ने बेलामा चाहिँ धेरै पानी पऱ्यो अनि चिसो भयो। चिसोको कारणले गर्दा बिरुवाहरू चाहिँ के भन्दा पनि हाँगा विकास हुन सकेन, कक्रेर भइदियो है। यो भनेको त अब ग्राफ्टिङ गरेको बिरुवाहरू हो। ठुलो बोटमा पनि बगानमा पनि त्यस्तै खालको अवस्था भयो। यो 2200-2300 मिटरको अल्टिट्युडमा चाहिँ अब किबीको बिउ पनि हाम्रो ढिलो मरिदियो। तैपनि हामीले धेरै प्रयास गरेर राम्रै भइरहेछ र नि भने अब यो ग्राफ्टिङ गरेको बिरुवालाई हामीले कस्टमरलाई बेच्नको लागि चाहिँ अब लामो बिरुवा खोज्छ। यो त हामीले 2 वर्ष राख्नु पनि भयो। यो छोटो छ, यहाँदेखि यहाँ कति छ र यो 10 इन्चीको छैन होइन। अनि छोटो बिरुवा छ। यसले गर्दाखेरि हामीले चाहिँ अब यो लामो बनाउनुलाई अझै पनि हाम्रो टाइम के छ भन्दाखेरि अहिले भनेको जेठ असार साउन भदौ असोज समय पर्छ। यतिसम्म चाहिँ यसको ग्रोथ ल्याउनुको लागि चाहिँ यसलाई लामो बनाउनुलाई चाहिँ के गर्ने भन्दाखेरि यो टुप्पोलाई चाहिँ यसरी चट्ट काटिदिने। यसरी टुप्पोले चट्ट काटिदिने। अनि त्यहाँबाट चाहिँ यो चाहिँ यहाँ कतैबाट चाहिँ यसको टुसा पलाएर सट्टै आउँछ। जस्तै उदाहरणको लागि यहाँ चाहिँ यहाँ के कारणले गर्दा यहाँ भाँचिएछ हेर्नु है, यहाँ भाँचिएछ। यो 2टा टुसा यस्तो मोटो। अब एउटालाई चाहिँ लुची पठाउने, यसरी एउटा लुची पठाएर राख्ने, एउटालाई चाहिँ बढ्नु दिने। त्यस्तै यतापट्टि हेर्ने नै भाइ यहाँ चाहिँ फेरि के भन्दाखेरि यो असिनले कुटेर यो चाहिँ खेरको यहाँ चाहिँ अर्को यो यसो जुन चाहिँ साइडको हाँगा आउँदैछ यो चाहिँ आउने वर्षको लागि ग्राफ्टिङको लागि हामीले यसलाई चाहिँ फेरि काट्नु भएन, भाँच्नु भएन। यो टुप्पोलाई चाहिँ निचोडिदिने। यसो निचोडिदिएपछि किन हामीले 15 सेन्टिसम्ममा त्यो यो ग्राफ्ट युनियन अथवा ग्राफ्टिङ गर्नको लागि चाहिँ बिरुवा आवश्यक पर्छ। गर्दाखेरि यो चाहिँ मोटो भइदिन्छ। मोटो भएपछि भोलि पर्सि हामीले ग्राफ्टिङ गर्न सजिलो। अब बाँकीलाई चाहिँ यसरी हेर्दै छान्दै यहाँ पनि टुप्पो अलिकति भाँचेको छ, साइडमा यो फुट्दैछ। अब यी कक्रियो यो है, अब यो कक्रियो यहाँ त माथि जाँदैन। 2 वर्ष राख्नुको लागि हामीले अब आर्थिक घाटा भयो। हामी 2 वर्षमा अनि अब के भन्छ पहिलो वर्ष नर्सरी, दोस्रो वर्ष चाहिँ ग्राफ्टिङ गरेर अर्को नर्सरी गरेर जम्मा 2 वर्षभित्रमा हामी यसलाई चाहिँ बेचिसक्नु पर्ने हुन्छ है। अनि यो त फाइदा हुन्छ। अदरवाइज हाम्रो के हो भन्दाखेरि तेस्रो वर्ष लाग्ने बित्तिकै हाम्रो आर्थिक घाटा हुने भएको कारणले गर्दाखेरि चाँडोभन्दा चाँडो कसरी गर्नु सकिन्छ त्यो गर्नु पऱ्यो। अब यो निचोड्दाखेरि भाँचियो भने फेरि प्याट्टै भाँच्यो भने यो क्याच चाहिँ किचाइदिने हो। यसको भाँच्यो भने के हुन्छ भन्दाखेरि अर्को टुसा आइदिन्छ। अर्को टुसा नहोस् भनेर माथिको जुन ग्रोथ हुने ठाउँलाई मात्रै ड्यामेज गरिदियो भने यो बढ्दैन, ती मोटाएर बस्छ है। अर्को हाँगा पनि आइदिँदैन। अब जस्तै हेर्दै कक्रिएको बिरुवाहरू छ कि यसको टुसा कहाँ निकाल्न यसरी काटिदिने। अर्को भन्छ लामो हाँगा अब 1.5-2 फिटसम्म यो चाहिँ हाइट चाहिँ बढ्छ है। अदरवाइज चाहिँ हाम्रो के हो भने भन्दाखेरि फेरि यो नर्सरीले पर्खेर बसिरहनु पर्ने। यो ठाउँ खाली गरेर फेरि हामी नयाँ बिरुवा ल्यायो भने फाइदा हुन्छ। यस्तो छ। अब बिरुवा चाहिँ यहाँ चाहिँ हामीले गोल्डेन र एलिसनको छ। त्यसमा असिनाले जति बचायो त्यसलाई चाहिँ हामीले बचाएर चाहिँ अब यसलाई चाहिँ अब आउने वर्ष चाहिँ हामी पुस माघमा बिक्री गर्छौँ है। अब यसलाई पनि फेरि अर्को वर्ष राख्नु पऱ्यो भने त नि अब यहाँ मलको व्यवस्थापन पहिलो नर्सरीबाट विचार गर्नु कति धेरै दुःख गरेको हुन्छ। अनि यो कुराले गर्दाखेरि किसानहरू चाहिँ हामी चाहिँ घाटामा गइन्छ। यो प्राकृतिक प्रकोपको कुरालाई कहीँबाट पनि अब रोक्न सक्दैन है। बिमा गरौँ भन्दाखेरि बिमा कम्पनीहरू पनि यस्तै छ, मान्दैनन् बिमा गर्न किसानको हो। यो समस्या छ। यो पटक मेरो ठुलो क्षति भयो। अब बिमा गर्छु भन्दाखेरि पनि बिमा कम्पनीहरू आलिटाली गरिदियो। नेपाल सरकारले कहिले चाहिँ भुक्तानी नदिएकोले बिमा नगर्ने भन्छ, कहिले के भन्छ बिमा कम्पनी बिमा प्राधिकरणमा प्राविधिकको अभावले गर्दाखेरि सूचीकृत के अरे भन्छ पोलिसी बनाएको छैन भन्छ। कहिले चाहिँ के भन्छ भन्दाखेरि बिमा प्राधिकरणमा प्राविधिक नभएकोले गर्दा पोलिसी बनाएको छैन। अनि मात्रै
हुन्छ म चाहिँ के हो कुरै बुझ्नु सक्नु छैन। त्यो हुँदाहुँदै मैले बिमा गर्छु भन्दा मेरो ठुलो क्षति भयो। अब बगानमा पनि क्षति भयो, नर्सरीमा पनि क्षति भयो। यस्तो छ, गत वर्षको पोलिसी हेर्दाखेरि किवी बगानको क्षति अरू त एक किसिमको ठिकै देखिन्थ्यो। अब चट्याङले हानेको खण्डमा क्षति कभर गर्ने भने अब चट्याङले चाहिँ बगानै त सिद्ध्याउँदैन है, बगान सिद्ध्याउँदैन। सुन्दाखेरि पनि अनौठो खालको पोलिसी बन्दो रहेछ, प्राविधिकले बनाएको नि पोलिसीहरू यस्तो छ। किसान हामी फिल्डमा काम गर्छौँ, टेबलमा बसेर बनाएको पोलिसी इम्प्लिमेन्ट हुने बेलामा किसानलाई कति क्षति कभर हुन्छ भन्ने कुरो पनि नहुँदो छ।